नमस्ते सबैलाई, मेरो नाम हुलरा र तपाईलाई स्वागत छ मेरो नयाँ YouTube च्यानल हुलरा साहित्यमा। यहाँ हामी नेपाली साहित्य, कथा, कविता र लेखनका रमाइला कुराहरूसँगै अन्वेषण गर्नेछौँ। लेखनका टिप्सहरू पनि पाउनेछौँ। कहिलेकाहीँ शब्दहरू पढेर होइन, सुनेर मन चाहिन्छ। अनि कथा त्यो त लेखिने होइन, भोगिने हुन्छ। यस च्यानलमा हामी श्रवणमा बुन्छौँ भावनाहरू, जसले तपाईको मनको झ्याल खोलेर आत्माको गहिराई छुन्छ। कहिले प्रेमको तडप, कहिले मौनताको सङ्घर्ष, अनि कहिले सन्दर्भ बिनाको अश्रु। हरेक पल तपाईका लागि हाम्रो कथामा। आज एउटा नयाँ कथा, एउटा नयाँ यात्रा सुरु गर्दैछौँ। हाम्रो पहिलो श्रव्य उपन्यास पारिपट्टिको झ्याल। बस्नुहोस् शान्तिको कुर्सीमा, लगाउनुहोस् मनको हेडफोन, किनभने अब कथा होइन, तपाईको जीवन बोल्नेछ। सब्स्क्राइब गर्नुहोस् र सँगै साहित्यको रमाइलो यात्रा सुरु गरौँ। यो उपन्यास पारिपट्टिको झ्याल एउटा नवविवाहिता सुनिमाको भावनात्मक यात्रा हो। उनको आँखाबाट हेर्ने संसारको कथा हो। नयाँ विवाह, नयाँ सहर र मनभित्रको द्वन्द्वको कथा हो। जब एक अर्की महिलाको उपस्थितिले उसको अस्तित्व हल्लिन्छ। प्रेम, पहिचान र समाजको बन्धनबीचको एक सङ्घर्षको कथा हो। पारिपट्टिको झ्याल अध्याय 1। नयाँ ढोका, नयाँ जीवन। सुनिमा, आतिशले आवाज दिए, यो चाबीसम्म, अब तिमी पनि यस घरको मालकिन हौ। नयाँ अपार्टमेन्टको ढोका खोल्दै थियो। ढोकाबाट पसेको मधुर उज्यालोले सुनिमाको अनुहारमा भविष्यको परछाया खसालिएका थिए। सहर उसको लागि नयाँ थियो, मानौ कुनै एक अनजान कथा सुरु भएको हो। फुलहरूले सजिएको शयन कक्ष, नयाँ पर्दा र सफा झ्यालहरू। तर सुनिमाको मन भाँचिएको कप जस्तै छेउको टेबलमा चुप लागेर राखिएको थियो। उनी आफैलाई सम्झाइरहेकी थिइन्, अब म बिहे गरेर आएकी छु। यो मेरो जीवनको नयाँ अध्याय हो। खुसी हुनुपर्छ, होइन? अध्याय 2। मौन झ्यालहरू। श्रीमान अफिस गएका थिए। ढोका बन्द भएको आवाजसँगै घर एकान्त शान्त हुन्छ। सुनिमा सुत्ने कोठाको झ्याल छेउमा सोफामा आएर बस्छिन्। बाहिर सहर आफ्नो गतिमा बगिरहेको छ। सडकको घन्टी, टाढाको गाडीको हेर्ने र कहिलेकाहीँ चिच्याउँदै बोल्ने मान्छेको आवाज। तर सुनिमाको लागि ती सबै आवाजहरू कुनै अर्थहीन कम्पन झैँ लाग्छन्, जसले आफ्नो मौनताको अझ गहिरो बनाइदिन्छ। उसको नजर सिधा छिमेकीको छतमा ठोकिन्छ, जहाँ कपडा सुकेको देखिन्छ। रङ्गी चङ्गी हावामा फरफराइरहेका। एकछिन ती कपडाहरूसँगै आफू पनि उडिरहेको कल्पना गर्छ, कुनै भार नभएको, स्वतन्त्र। अचानक तलको झ्यालबाट रेडियो बज्छ। कान्छी तिमी बिना म अधुरो। सुनिमा तसँग हुन्छ। उसको मुटु भित्र कतै टल्कन्छ। त्यो गीत पहिले उसलाई मिठो लाग्थ्यो, अब त्यही गीतले उसलाई पोल्न थाल्छ। ऊ डायरी निकाल्छे, उसको एकमात्र भरोसा योग्य साथी। हरेक पानामा उसले आफैलाई भेटेकी छे। कलम हातमा लिँदै उसको मितिले लेख्छे, म भित्र छु र म बाहिर हेर्दैछु, तर कोही म भित्र हेर्न आँखा छैन। म बोल्न सक्दिनँ, किनकि शब्दहरू अब मैले होइन, परिस्थितिले बोलेका छन्। विवाहले मलाई घर दिएको छ, तर सत्व खसेको छ। झ्यालहरू खुलेका छन्, तर हावाले मेरो छुने साहस गर्दैन। एकछिनको मौनता फेरि घरभित्र फैलिन्छ। त्यस मौनताभित्र उसले आफ्नो सास, आफ्नै आँखा र आफ्नो हराइरहेको अस्तित्व गनिरहेकी हुन्छ। बाहिरको आवाज फेरि चलायमान हुन्छ, तर सुनिमा थकिन्छ। धेरै नसुने चाहिँ गर्ने अभ्यास गरिरहेकी।
सुनिमा अझै झ्याल छेउमै थिइन्। डायरी बन्द गरेकी थिइन् तर मन खुल्न सकेको थिएन। त्यही बेला झ्यालबाट हल्का स्वर सुनियो। कोही छतमा हाँसिरहेको थियो। नयाँ स्वर, अपरिचित तर मिठो। उनको झ्यालबाट अलिक तल झुल्किएर हेर्छिन्। छतमा एउटी महिला थिइन्। सादा निलो साडी, सेतो कपाल र हातमा मग। सुनिमाले कहिल्यै देखेकी थिइनन् उनलाई। त्यो महिला झ्यालतिर फर्केर हेर्छिन् र हल्का मुस्कान दिन्छन्। सुनिमा अल्मलिन्छन्। त्यो मुस्कान कता कता चिने जस्तो लाग्यो तर सम्झन सकिनन्। त्यो महिला हावामा मगको वाफसँगै उभिएकी थिइन् र त्यो क्षणमा कहिले अजीब तर परिचित अनुभूति सुनिमाको छातीभित्र पस्न थाल्यो। के त्यो चाख थियो कि चाहना कि केवल संवादको तिर्खा? त्यो महिलाको नजर फेरि उसैतिर आयो। सुनिमाले हल्कासँग शिर हल्लाइन्। उनले पनि कुनै शब्द नबोली संवाद सुरु भएको थियो। अध्याय 3 सन्ध्या र चिया। भोलिपल्टको दिउँसो घाम सिधा झ्यालबाट पसेको थियो। सुनिमा फेरि सोफामा थिइन्। उस्तै आसन, उस्तै मौनता, तर आजभित्र कतै अलिक हलचल थियो। किनभने हिजोको त्यो मुस्कान अझै उनको मानसपटलमा तैरिरहेको थियो। एक्कासी ढोका ढकढकाउने आवाज आयो। उनले चकित हुँदै ढोका खोलिन्। बाहिर उभिएकी थिइन् उही महिला। सादा निलो कुर्ता, कपाल हल्का गिलो, हातमा एउटा सानो प्लेट। त्यो प्लेटमा थियो बिजीको केक र स्याउका टुक्रा। नमस्ते। उनको नाम थियो सन्ध्या। सन्ध्याले भनिन्, म तल घरमा बस्छु, नाम सन्ध्या। हिजो झ्यालबाट देखेकी थिएँ तपाईँलाई, मलाई लाग्यो चिन्नुपर्छ। सुनिमा अर्बलिन् तर अभ्यस्त शिष्टता झल्काउँदै जवाफ दिन्, नमस्ते, म सुनिमा। भर्खर सरेको, केक लिएर आएको, यस्तो सिउँदो नचिच्चिने है। सन्ध्या हल्का हाँस्दै पनि, पहिलो चिन्जान त मिठासले सुन्नुपर्छ नि, अरू त बिस्तारै होला। सुनिमाले ढोका फराकिलो पारिन्, भित्र आउनु न, चिया बनाउँछ। तपाईँ त सिधै झ्याल छेउ बस्नुहुन्छ, कहिले काहीँ तल आउनु नि, चिया खाउँला। सन्ध्याले मुस्कुराउँदै भने। भान्सामा पानी उम्लिँदै थियो। दुईजना महिलाहरू, दुई फरक तर एउटै मौनता बोकेर बसेका प्राणीहरू अब एउटै कोठामा थिए। तपाईँको श्रीमान? सन्ध्याले सोधिन्। अफिस गएका तपाईँ? डिभोर्स भयो। एक क्षण सन्नाटा। सुनिमालाई अप्ठ्यारो लाग्यो तर त्यो मुस्कानमा एक किसिमको सादगी थियो जसले उनलाई तान्यो। सन्ध्या खुलेको कपाल, टाइट जिन्स र रङ्गीन कुराहरू बोकेकी। उनीहरू चिया पिउँदै पहिलोपटक खुलेर हाँसे। उनले त्यो कुरा गर्ने भनेर खोजिरहेकी थिइन्। सन्ध्याले त्यो गहिरो मौनतालाई शब्द दिएकी थिइन्। सरी, सोध्न मिल्दैन थियो सायद, सुनिमाले भनिन्। किन मिल्दैन? सन्ध्या थोरै मुस्कुराइन्। कसै न कसैले त सोध्नुपर्छ नि, होइन र? तपाईँ कविता लेख्नुहुन्छ? सुनिमाको हातमा रहेको चियाको कप थोरै कापियो। सन्ध्याले डायरी चिया राख्न जाँदा देखेकी थिइन्। सुनिमा थकथकाइन्। कसैले त्यो डायरी पढ्ला भनेर डर उनको मनमा पहिलेदेखि थियो। त्यो डरको ठाउँमा आज आकर्षण बढ्दै थियो। दुई कपहरू बिच सानो टेबल थियो तर त्यो टेबल अब पुल बन्न थालेको थियो। सुनिमाभित्रै कतै न्यानोपन महसुस गरिरहेकी थिइन्। केही समयपछि पहिलोचोटि कसैले उनको आँखाभित्र हेरेको अनुभूति अनि उनको मौनता पहिलोपटक कसैले सुने जस्तो लाग्थ्यो। त्यस दिन उनीहरूको संवाद थोरै समयमै टुङ्गियो तर त्यो धेरैमै पर्याप्त थियो। सन्ध्या जाने बेलामा भनेकी थिइन्, झ्याल उहिरहन्छ, म कहिले काहीँ त्यतितिर हेर्छु नि, तपाईँ पनि हेर्नुहोला। सुनिमाले त्यस दिनको साँझ झ्याल खोलेर हेर्दै थिइन्। सन्ध्या उभिएकी थिइन्, फेरि एउटै मुस्कान दिएर। अध्याय 4 भित्री आकाङ्क्षाहरू। सुनिमा अब बिहान उठ्ने बित्तिकै झ्याल खोल्छिन्। झ्याल अब केवल उज्यालो वा हावाको लागि मात्र होइन,
प्रतीक्षाको ढोका बनिसकेको छ। कहिले सन्ध्या देखिन्छे कि भनेर नजर फिराउँछिन् अनि नदेखिए पनि एक सन्तोष भएर भरिएको मुस्कान आउँछ उनको ओठमा। उनको दिनचर्या फेरिएको छ। श्रीमान अफिस गएका बेला अब उनी केवल खालीपनमा कोत्लिने रहन्छन्। अब उनी डायरी लेख्छिन्, किताब पढ्छिन्, आफैसँग कुरा गर्छिन्, तर ती सबै क्रियाकलापको केन्द्रबिन्दु कताबाट सन्ध्याबाट वरिपरि घुमिरहेको छ। एक दिउँसो सन्ध्या चुपचाप झ्यालमुनि आइन्। हातमा पुस्तक थियो, द कलर पर्पल। पढ्नुहोस् त, सन्ध्याले भने। सायद केही कुरा आफूभित्र फेला पार्नुहुन्छ। सुनिमा अक्क न बक्क परिन्। किताब लिएर मुस्काइन् र मनभित्र केही सन्कियो। सन्ध्याले मलाई यस्तो किताब किन दिइन्? त्यही साँझ किताब पढ्न थालिन्। शब्दहरू भारी लागे। कथाका पात्रहरू बीचको सम्बन्ध असामान्य, अप्रत्याशित, तर कथा कथा गहिरो सत्य बोकेको। उनी पृष्ठ पल्टाउँदै सोच्न थालिन्, के यस्ता सम्बन्धहरू पनि प्रेम हुन्? के नारी अर्की नारीलाई त्यतिकै गहिरो माया गर्न सक्छ जस्तो पुरुषले गर्छ? के ती माया एक स्वीकार्य हुन सक्छ? उनले त्यस बेलासम्म कहिले यस्तो कल्पना गरेकी थिइनन्, तर त्यो कथा पढ्दै जाँदा मनभित्र कुनै भुलिएको अनुभूति भएको चुपचाप ढोका ढकढकाउँदै आयो। दोस्रो दिन उनीहरू फेरि छतमा भेटिए। सन्ध्या पलङमा टेकेर बसेकी थिइन्। सुनिमा बुट्टा छाप भएको सारीमा अलिक लजाउँदै उभिएकी। सन्ध्याले हौसला दिन्, बस्नुहोस् न, डराउनु पर्दैन मसँग। सुनिमा हाँसिन्, डर होइन, असमझदारी होला भनेर लाग्छ कहिलेकाहीँ। सन्ध्याले गम्भीर स्वरमा सोधिन्, कहिलेकाहीँ? आफूलाई बुझ्न पढाइले होइन, अर्की महिलाले सिकाउँछ। त्यो वाक्य सिधै सुनिमाको मनको सन्तासभित्र पस्न थाल्यो। सुनिमाले हल्लिए झैँ महसुस गरिन्, तर बोल्ने शब्द नै थिएन सायद। त्यो रात उनी एनाको अगाडि उभिन्। वर्षौपछि पहिलोपटक आफैलाई पूर्ण रूपमा निहाले। न त पतिको आँखाले, न त कुनै परम्परागत नारी सोचको तराजुबाट, तर एक स्वतन्त्र, स्पष्ट तर प्रश्नार्थक दृष्टिले। उनको मनमा गुन्जिरहेको थियो, के म आफैसँग इमान्दार छु? के म समर्पण विवाहप्रति मात्र हो? के म त्योभन्दा पर के महसुस गर्दैछु? के सन्ध्याप्रति मेरो आकर्षण कुनै असामान्य भूल हो कि त्यो म भित्र दबिएको आकांक्षा? डायरी खोलेर उनले लेखिन्, सन्ध्या कुनै कथा मात्र होइन, त्यो त मैले कहिले लेख्न नसकेको कविता हो जुन म पढिरहेको छु। एक हरफ। शब्दहरू डर लाग्दछ, तर उनीसँग बोल्दा मन शान्त हुन्छ। अब मलाई आफूभित्रको मौनताले सुन्ने साहस भइरहेको छ, तर त्यो मौनता बोलेको भाषामा समाजले नचिन्न सक्छ। त्यो रात सुनिमा गहिरो निद्रामा थिइन्, तर सपनामा उनलाई सन्ध्या देखि, साथी भएर होइन, शान्तिको प्रतीक भएर। एक यस्ती उपस्थिति जसले उनलाई भित्रैबाट बुझेको छ, स्पर्श नगरी छुने शक्तिसहित। शब्दहरू टुङ्गिए, तर कथा बाँकी छ तपाईको मनभित्र। यदि यी केही पलहरूले तपाईको भावना छोएका छन् भने त्यसैमा मेरो लेखन सफल भएको ठान्नेछु। यो पहिलो प्रयासमा आवाजको गुणस्तरले अपेक्षा पूरा गर्न सकेन होला, त्यसका लागि दिलदेखि माफी चाहन्छु। म क्रमशः सिक्दैछु, अझ निखारिँदैछु तपाईको साथ र धैर्यको बलमा। यस्तै अनुभूतिहरूमा डुब्न चाहनुहुन्छ भने हुलरा साहित्यलाई सब्स्क्राइब गर्नुहोला। हरेक कथा एउटा नयाँ झ्याल हो। फेरि भेटौँला अर्को अध्यायमा नयाँ अनुभूति, नयाँ सन्देश लिएर। धन्यवाद।